का आधारमा गोर्खा भनेको इन्द्रिय वेद र प्राणीको संरक्षण गर्ने स्थान अर्थात् ऋषि श्रृंगीको आश्रम भएको स्थान गोर्खा हो। अर्थात् हाम्रो सिद्धिवास भनिन्छ, चुम क्षेत्र भनिन्छ, त्यहाँ हिंसा गर्न पाइँदैन। त्यहाँ नै मृगीपुत्र ऋषि श्रृंग, मृगीका छोरा भएर ऋषि श्रृंगीको जन्म भएको थियो। यो हाम्रा वैदिक कथाहरू। पौराणिक कथामा आउँदाखेरि गोर्खाको धार्मिक स्थल चम्पावती नदी, धर्मावती नदी, रूपाकर नदीबाट बेष्टित रहेको छ। धर्मावती भनेको दरौदीको नाम हो, जो नारद पोखरीबाट बगेर आएको छ। चम्पावती भनेको चेपेको नाम हो, जो दुध पोखरीबाट बगेर आएको छ। रूपाकर भनेको लुदी खोलाको नाम हो, जसको कथा महाभारतमा पाइन्छ। त्यही रूपाकरको कथा चाहिँ हेमवत खण्ड पुराणमा पनि पाइन्छ। वृद्धगङ्गा अर्थात् सुवर्णगङ्गा पनि भनिन्छ, बुढी गण्डकी। बुढी गण्डकीको शिरमा सुनको खम्बा छ। अद्यावै त्यहाँ बालुवामा सुन खोज्ने गोर्खालीहरू अझै पनि पाइन्छ, खोजिरहन्छ। सुवर्णगङ्गा पनि भनिन्छ त्यसलाई। त्यही सुवर्णगङ्गामा ईश्वरी गङ्गा अर्थात् स्तुल खोलाले पनि बेष्टित गरिएको छ। त्यो गोर्खाको प्राकृतिक सौन्दर्यता हो। र राज्यकाल इतिहासकालमा आउँदाखेरि गोर्खालाई 3 भागमा विभाजन गरिन्छ। पहिला यहाँ भने राजाहरूको राज्य थियो, जहाँ वज्रायन तन्त्रको परम्परा रह्यो। र वज्रायन तन्त्रको परम्परा रहँदाखेरि गुरुङ जातिहरू घले, लामा, घुन्ने र घुन्ताने 4 थरी गुरुङहरूको यहाँ बस्ती थियो। र उनीहरूले आफ्नो वज्रायन परम्परा अनुसार वज्र भैरवको स्थापना उपल्लाकोटमा गरे। उपल्लाकोटको वज्र भैरव धेरै प्राचीन हो। त्यसपछि यहाँ मगर राजाको राज्य स्थापना भयो। मगर राजाहरूले आफ्नो संस्कृति अथवा मगरको बाहुल्यता पुरा रह्यो। यहाँका सबै नदीहरूको नाम मगर भाषामा छन्। डरौडी, लुडी, सिरडी, मर्स्याङडी। यो डी भन्ने शब्द मगर भाषाका शब्द हो। त्यसकारण यो मगर बस्ती थियो। र मगर बस्तीमा जर्नेली मगरहरू अर्थात् अहिलेको 7 धेरैमा बस्ने मगरहरू तत्कालीन जर्नेल थिए, सेनापति थिए। र उनीहरूको शासनकालमा अथवा खड्का मगर राजाले चण्डी स्थानको स्थापना गरे। चण्डीको पूजा गराउन लगाए। अर्थात् हरेक चण्डी पूर्णिमाको दिनमा मगरहरूले मनाउने विशेष पर्वको रूपमा चण्डीको पूजा गरिन्छ। र अद्यावै पनि अहिले त के छ थाहा छैन मलाई, गोर्खा दरबारबाट त्यो मगरलाई लिन जाने र मगरलाई पूजा गरिसकेपछि बाजा बजाएर पुर्याउन जाने चलन थियो। अब अहिले के छ त्यो मलाई थाहा छैन। यो मगर वंशको कथा हो। साके 1481 अर्थात् विक्रम सम्वत 1616 मा गोर्खा राज्यको स्थापना भयो। गोर्खा राज्यको स्थापना हुँदा यहाँ गोर्खा दरबार आइपुग्नुभन्दा पहिला नै राज्य ग्रहण गर्ने मुहुर्त सकिन लागेकोले तत्कालीन नारायण दास अर्यालले गोर्खाको पश्चिमपट्टि रहेको पसलाङ चौतारामा नै राजा द्रव्यशाहलाई टिको र खुर्को गरिदिए। अर्थात् राज्याभिषेक गरिदिए। राज्य दिएकै छैन। तिनै राजा द्रव्यशाहका वंशबाट गोर्खा दरबारको परिकल्पना भएको छ। र शाहवंशीय राजाहरूले गोर्खालीहरूलाई तीर्थ गर्न जान टाढा भयो। तीर्थ गर्न जाँदा धेरै समय लाग्यो। कोही मरे, फर्केर नआउनु भयो। करिबन 50-60 वर्ष पहिला पनि काशी गएर आउनुलाई बोक्ती चलन थियो। तीर्थ गरेर अहिले त काशी बिहान गरे बेलुका आइन्छ। तत्कालीन राजा रामशाहले गोर्खाको पोखरीटोक बजारको विस्तार गर्नको निमित्त रानी पोखरी खनाउनु भयो। त्यो रानी पोखरीको नाम हो पुष्कर तीर्थ। पुष्कर भनेको तीर्थराज हो। जति गोर्खालीहरू तीर्थ गराउँथे सबैले ल्याएर जल हाल्थे। विभिन्न तीर्थको जलहरू छन् र गोर्खाली तीर्थ गर्न जानु पर्दैन भनेर चाहिँ पुष्कर तीर्थ बनाइयो। त्यस्तै गरेर गोरखनाथको स्थापना अर्थात् महावीर गुरु गोरक्षनाथ प्रकट भएको ठाउँ भनिन्छ। गोरखनाथको गोला जहाँ दर्शन गरियो त्यहाँ 12 प्वाल छ। त्यो 12 प्वाललाई द्वादश ज्योतिर्लिङ्ग भनिन्छ। जस्तै
सौराष्ट्रे शोभनाथं च श्रीशैले मल्लिकार्जुन उज्जन्य महाकार ओंकार नवलेश्वर केदार हिमपिण्डे डाकिन्या भीमशंकर वाराणसी विश्वेशं गौहे त्राण्डवम गौतमी तटे हिमालय केदारम विश्वेशं शिवालय 12 ज्योतिर्लिङ्गको नाम भारतका विभिन्न प्रान्तमा छन्। तर गोर्खालीहरुलाई जान गाह्रो हो। कहिले तीर्थ गरेर आउने भने त गोरखनाथको पुवाले 12 बनाइदिएर महावीर गोरखनाथको बीचमा पूजा, त्यो 12 ज्योतिर्लिङ्गको पूजाको प्रतीकको रूपमा गोरखनाथको गोला स्थापना गरियो। त्यस्तै पशुपतिको पनि स्थापना गरियो। सूर्यमण्डल भनिन्छ गोरखका, त्यहाँ गुह्यश्वरीको पनि स्थापना गरियो। गोर्खा दरबारको पश्चिम भागमा रहेको चौघेरा सँगसँगै रहेको श्री विद्याको मन्दिर छ। विद्या 16 प्रकारका हुन्छन्, लक्ष्मी 16 प्रकारकी हुन्छन्। त्यसकारण त्यो वीर विद्याको स्थापना गरिएको, त्यस्तै गरेर भज्याङमा रहेको हनुमान वीर हनुमान हो, त्यो उठेको हनुमान छ। त्यस्तै भज्याङमा रहेको सरस्वतीको हातमा खड्ग छ। वीर विद्या साधनाको निमित्त सरस्वतीको स्थापना गरिएको छ। पराक्रमी भएर त भएन, विद्वान पनि हुनु पर्यो, हतियार चलाउनै जान्नु पर्यो। त्यसकारणले वीर विद्याको स्थापना गरिएको छ। गोर्खा दरबारको पूर्वी भागमा रहेको गणेश छ, उत्तिष्ठ गणपति हो। शत्रु दमन गर्नको निमित्त उठेको गणेशको पूजा गर्ने हाम्रो वैदिक परम्परा हो। त्यसकारणले उत्तिष्ठ गणपति हुन्। त्यस्तै गरेर चण्डिनीको चौतारा छ, जुन शनिको गोठभाटामा चण्डीको आह्वान गरिन्छ। त्यो मगर सम्प्रदायले, तत्कालीन मगरहरूले पूजा गरेको हो। अब मगरहरूको किंवदन्ती के छ भने गोर्खा दरबारको पश्चिमपट्टि अवस्थित पल्लो कोटको पुजारी भुषाल मगर हुन्छ। मगरहरूको जात गयो भने, आफ्नो संस्कारमा जात गयो भने 12 थरी मगर बसेर बीचमा भुषाल भन्ने मगरलाई राखेर दाल ढेँडो चलन छ। दाल ढेँडो चौलाई भातबाट काटिया हुन्छ नि जातमा, उसको जात ल्याउनको लागि भुषाल राख्नुपर्छ। भुषालले जात ल्याइदिन सक्छ। र एउटा मजाको कुरो के छ भने त्यो तत्कालीन हाम्रो यहाँ आयुर्वेद पनि थिएन, चिकित्सा शास्त्र पनि थिएन, हाम्रो लौकिक परम्परा मात्र चलिरहेको थियो। मगर जातिमा मामाको छोरी बिहा गर्ने चलन हुन्छ। अब दिदी मर्यो, बच्चा बच्ची छ, अब बहिनीलाई बिहा गर्दा बुढो भेनासँग बिहा गरिदिनु भन्दै ल पर्खी भनेर भुसको थुप्रो लगाएर राखेर मुत भनेर ज्वाइँलाई लाएपछि भुसमा पाल पर्छ, जमान नै छ ल बिहा गर्नुहुन्छ। त्यो सालिलिन टेरेर बिहा गरेर कथाहरू पढ्छ, फिल्ममा छ, मलाई थाहा छैन। त्यस्तै किसिमबाट गोर्खा भनेको सिरडी भन्ने यो बजारमा झरेको खोला चाहिँ जसो टाउको नै छैन भन्ने हो। टाउको नभएको खोला हो सिरडी भनेको। यो डी भनेको मगर भाषाको कुरो हो। यो मगर राज्यले बेरेको ठाउँ, यसलाई 5 स्वाराबाट विभाजित गरिएको छ। मगर भाषामा स्वारा भनेको बडा जग्गा भएको ठाउँ हो। यसलाई पन्ते स्वारा, कान्ते स्वारा, ठिम्रे स्वारा, रानी स्वारा र के अर्को एउटा के स्वारा छ, 5वटा स्वाराले बेरेको ठाउँ हो यसलाई। यो ध्वाँबिर्ता भन्ने राज्य हो। राजाको दरबारको वरिपरि प्रजाले खाए कि खाएनन् भनेर हेर्नको लागि जसको घरबाट धुवा आउँछ त्यसले भात खायो, कसको घरमा धुवा आउँदैन त्यसले भात खान पाएन भन्ने राजालाई हुन्छ। र त्यसकारण यो ठाउँको नामै ध्वाँबिर्ता हो। ध्वाँबिर्ता भनिन्छ। यहाँ पञ्चायत कालसम्म पनि धुरी कर लिँदैन थियो। सबै कर दिन्थ्यो, बाली सेरमा तिर्कन्थ्यो, हामीलाई धुरी कर लाग्दैन थियो दरबार वरिपरि भएको कारणले। अहिले त अब सङ्ग्रहालय भनिया छ, दरबार क्षेत्र भनिया 100 मिटर अगाडि घरै बनाउन नपाउने नियम के लिएर आए। तर तत्कालीन अवस्थामा दरबार वरिपरि राजाका रक्षक हुन् अथवा शासकका रक्षक हुन् भनेर धुरी कर लिँदैन थियो। यहाँ विभिन्न थर जाति सम्प्रदाय रहेको छ। हामी धर्ममा विभाजित थिएनौँ। गोर्खा राज्यको विस्तारको निमित्त राजा रामशाहको पालामा नै झिङटेमा मुसलमान बिहा राखिएको थियो, अथवा चुरेटा भनिन्छ।
दोस्रो पटक राजा पृथ्वीनारायण शाहको पालामा पनि मुसलमानलाई लिएर आइएको थियो हतियारहरू बनाउनको निमित्त, हतियार समार गर्नको निमित्त। हामी धार्मिक हिसाबमा विभाजित थिएनौँ, एक अर्काका पूरक रूपमा रहेका थियौँ र गोर्खा दरबार र गोर्खा बजारको विस्तार गर्नको निमित्त राजा रामशाहले 24 कोटी पाटनका नेवारहरूलाई लिएर आएर गोर्खामा राखे र राजगणेशको स्थापना गरे, विष्णु पाञ्चालीको स्थापना गरे, रामेश्वर महादेवको स्थापना गरे। गणेशहरू त यसै पनि सबै पूजा गरिरहन्छ, त राजाले थाप्या हुनाले राजगणेश भनियो। त्यो शिखर शैलीको मन्दिर छ, त्यो मन्दिर शिखर शैलीको छ र पगोडा शैलीको बोरेलधर नारायणको मन्दिरको स्थापना गरियो। अथवा विभिन्न बेलामा रामदास नारायणका विभिन्न अवतारमध्ये मुरेलधर नारायणलाई लिएर मुरेलधर नारायणको मन्दिर स्थापना गरियो। त्यो पगोडा शैलीमा स्थापना गरिएको छ। त्यसैको अगाडि स्वरभुट्य पाटी भन्ने छ, जहाँ विभिन्न अभ्यागतहरू अर्थात् साधु सन्तहरू आएर बस्ने गर्दथे। अहिले पाटीको अवस्था के भइरहेको छ मलाई थाहा छैन। सँगै रहेको रामेश्वर मन्दिर त्यो मस्जिद शैलीमा निर्माण भएको छ, मस्जिद शैलीमा निर्माण भएको छ। रामेश्वर महादेवको कथा अर्थात् ऐतिहासिक पृष्ठभूमि हेर्दाखेरि राजा रामशाह शिकार खेल्दै 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 जरेवर पुग्नु भएछ। त्यहाँ एउटा जोगीले एउटा ढुङ्गा लिएर यो स्थापना भनेको हुनाले ती जोगीको चाहिँ गोरखनाथै हुन् भन्ने अड्कल गरिन्छ र राजा रामशाहले स्थापना गरेको हुनाले त्यो महादेवको नाम रामेश्वर महादेव राखिएको छ र गोर्खा तान्त्रिक हिसाब किताबले शाक्त तन्त्र अर्थात् काली तन्त्र अन्तर्गत गोर्खाको स्थापना भएको छ। गोर्खाको पूर्वी भागमा ढुङ्गागाडे भगवती छन्, पश्चिम भागमा मोहनकाली अथवा अहिले नाम बिगारेर मैदानकाली भन्न थालिएको छ। तत्कालीन दरबारका थरगर पन्त परिवारले मोहनकाली अर्थात् सबैलाई खुसी पार्ने व्यवहार गर्ने, मोहनी लगाउने शक्ति भएका हुनाले मोहनकाली अर्थात् मैदानकालीको रूपमा गोर्खा दरबारको पश्चिमपट्टि स्थापना गरिएको छ। गोर्खाको दक्षिणपट्टि भेगमा बिरिमचोकमा बिरिमकालीको स्थापना गरिएको छ। बिरिम भनेको एउटा बाँसबाट बनेको एउटा थोक्रो जस्तो हुन्छ, त्यहाँभित्र राखिने देवता भएको हुनाले बिरिमकाली भनेको हो, जसको खड्ग सिद्धिको निमित्त असाध्यै राजा पृथ्वीनारायण शाहले मानेको देवता हो। गोर्खाको उत्तर भागमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण विन्ध्यवासिनीको मन्दिर छ, जसको कोखाबाट पानीको धारा बगिरहेको छ, जसलाई विन्ध्यवासिनी भनिन्छ। त्यस्तै गोर्खाको उपल्लाकोट स्थित वज्र भैरवको सँगसँगै उपल्लाकोटको काली छ। ती कालीको स्थापना भले राजाले नै गरेको हो र त्यहाँ सँगसँगै विन्ध्यवासिनी भनेर एउटा ओखल जस्तो ठुलो ढुङ्गा छ, त्यहाँ पानी छ। त्यो ओखलमा पानी सुक्यो भने गोर्खामा अनिकाल पर्छ। त्यो ओखलमा पानी रहिरह्यो भने गोर्खामा अनिकाल हुँदैन भन्ने चाहिँ राजा अथवा तत्कालीन शासकले जान्ने, त्यसलाई विन्ध्यवासिनी भनिन्छ। ठ्याक्कै त्यो हाम्रो विन्ध्यवासिनीको मन्दिर र त्यसले ठ्याक्कै आम्ने सामने पर्छ। यो गोर्खाका सामान्य जानकारीहरू हुन्। अब अन्य भाइहरूलाई के सोध्नु मन लाग्यो, ऐतिहासिक नीति बाहेक अन्य सोधी म भन्न सक्छु।